नमस्ते गाइस, हजुरलाई मेरो सेकेन्ड डे भ्लगमा स्वागत छ। हामी चाहिँ बेनीमै छौँ होइन, यो होटल यहाँनिर टक्क उभिरहेको छौँ। अहिले 6 बजेको छ। टक्क उठमा केटाहरूले सुत्नै दिएन है, यिनीहरू मलाई 2 बजीसम्म नि कराएकै छ। अनि 5 बजे 4:30 बजे कसको अलार्म बज्यो, मलाई टाङटर टुङटुङ मोबाइल बजेर भर्खर उठेर फ्रेस भएर मुख त धुवाएन, बाथरुम गएर यो मुला हामीलाई सुत्नै नदिने, यो मुला अझ निन्द्रा झिकिरहेको छ। उठ उठ सुत्नै नदिएको 2 बजीसम्म हँसा गरेर रेडी भएर अब तल मन्दिर जाँदैछौँ। गलेश्वर मन्दिर भिजिट गर्न एकचोटि दर्शन गर्न जानु पऱ्यो। दर्शन गरेर आएर ब्रेकफास्ट गरेर ल गुड मर्निङ भन्दा न एभ्रिवान। अनि आएर ब्रेकफास्ट गरेर हामी मार्फा ल बेनीको बजारको टिकटक बन्दैछ साथीहरूले हजुर त्यस्तो गीत गाइरहेको छ। गलेश्वर मन्दिर दर्शन गर्नलाई चाहिँ हामी सबैजना हिँडिरहेको छौँ। सबैजना त के भन्नु, अझै यहाँ थुप्रै आउनै बाँकी छ। हामी मेजोरिटी चाहिँ हिँडिसक्यौँ। यार विकास त फर्केर नहेर्दै हुने आज के त रक्ष त आज त खतरा ब्युटिफुल देखिरहेको छ। किन हो यस्तो? होइन हिजो 9.5 थियो नि, आज 9.6। डे 7सम्म 10 आएर उडादियो। हामी चाहिँ गलेश्वर मन्दिरको प्रवेशद्वारबाट छिरिसक्यौँ। अब साथीहरूले फुल धुपहरू किनेका छन्, हल्का पूजासुजा गर्ने, अनि फेरि होटलतिरै रहेछन्। मन्दिरको दृश्य देख्न सक्नुहुन्छ गाइस, यही हो हाम्रो गलेश्वर मन्दिर। त्यहाँ पूजा दर्शन गरेर टिका लगायो। हामी फेरि यहाँ अर्को मन्दिरमा राउन्ड हान्दैछौँ गाइस। के छ यता, के छ साथीहरू, के त गाइस? हामी चाहिँ ब्रेकफास्ट खान लाग्यो। तरकारी, ब्रेड जाम, एग, अनि एउटा 1 कप ब्ल्याक टी होइन। अब सबैजना बसिसकेका छौँ, मन्दिरबाट आइयो। अब ब्रेकफास्ट खाएर जान्छौँ हामी तातो पानीतिर। र गाइस हामी चाहिँ चेकआउट गर्दैछौँ। अब तातो पानीतिरको यात्रा सुरु गर्दैछौँ। र गाइस बस हिँडिसक्यो हाम्रो सेकेन्ड डेको यात्राको लागि होइन रन्जित। अनि रन्जित चाहिँ आज गोरो भएको छ, आज अलिकति आज चाहिँ अनुहार देखाएको छ है गाइस। गर्मीले हो, हिजो गर्मीले, आज त के अरे सनस्क्रिन के मोइस्चराइजर फाउन्डेसन के लाएर गोरो भएको छ गाइस। अनि एक कलर सेम देखेको मसँग होला, सेम हो
गाइस यता सरर लगाएर उता के खोलाको नामै थाहा छैन यता कुन खोला बगिरहेछ यता हामी बगिरहेछौँ रमाइलोको चक्करमा गाइस आज चाहिँ हल्का अब निन्द्रा नपुग्यो भएर एनर्जी सेभिङ मोडमा छु है अब बेलुकासम्म टिक्नु पर्यो केटाहरू अब राति पनि सुत्नै दिने होइन यिनीहरूले सुत्नै दिँदैन मलाई सो हल्का एनर्जी सेभिङ मोडमा छु एकछिन नाच्छु केटाहरू त नाचि नै रहेछन् होइन रक्षा नाच्यौ रक्षा ननाच्ने भन्ने हुन्छ हामी चाहिँ अनि यहाँनिर तातो पानी भन्ने ठाउँमा आइपुग्यो होइन पप्पु दोस्त सर र हामी त बाहिरको दृश्य देख्न सक्नुहुन्छ यहाँबाट भित्रैबाट सब साथीहरू झर्दैछन् तालो यहाँको दृश्य हेर्ने यहाँबाट राम्रो भ्यू देख्न थालेको छ डाँडा काँडा छ एकदम धेरै यति अग्लो डाँडा छ भने आम्मामा हाइट होइन त्यहाँबाट एउटा ढुङ्गा झर्ने त तलसम्म यहाँ आइपुग्छ होला होइन उहाँ माथिबाट के त्यही नै राम्रो छ यहाँनिर फोटो खिच्ने कामहरू भइराखेको छ अनि मेन यहाँको राम्रो दृश्य भनेको चाहिँ यहाँबाट यो सेतो हिमाल कुन हिमाल हो थाहा छैन गाइज होइन अब राम्रो दृश्य देखिरहेछ सब तल खोला गइसके म पनि जान्छु गाइज है कस्तो छ पानी चिसो होला त अब हिमालबाट हिउँ पग्लेर आएको पानी लेट्स सी ओए मन्जित मुख धको कस्तो छ एकदम यस्तोमा नोट लगाए दोस्तो खुट्टा हाल्दिउँ या पहिला यस्तो गरीमा यस्तो चिसो पानी छुन पाउँदा त गाइज फ्रिजको महसुस आहा गाइज खोला चाहिँ भलि डह्रो छ जस्तो छ यार उता त छेउमा त यस्तो गहिरै जस्तो छ यहाँनिर गहिरो छ अरे छेउमै गहिरो छ अरे साथीहरू मस्तो क्या चिसो भयो त्यहाँनिर अब खोलामा फोहोर फाल्दैछ हेर्नु न गाइस यस्तो दूषित भएको छ हाम्रो पानी बोतल फाल्छ यहीँ ठुलो रहेछ यार ठुलो पानी ओ कहाँ गयो तोरी कहाँ त्यहाँ गइदिएर गाइस यार त्यो हामी चाहिँ फोटो खिच्न लागेको छौँ ग्रुप फोटो हाम्रो ग्रुप सब यहाँ बसेको छ आओ फोटो खिच्न आओ भनेर कराइरहेको छ साथी हाम्रो कोर्डिनेटर सरले फोटो खिच्न लाग्नु भएको छ सर लगाएर सर खिचौँ सर दामी झर्ना छ गाइस हामी झर्ना भाटामा आछौँ झर्नाको भ्यू दिस इज झर्ना यो झर्नाको नाम के हो थाहा छैन यो झर्नाको नाम के होला यार के अरे ग्रुप्सा झर्ना अरे के भन्छ नजिकै गएर बुझाउँ न झर्नाको नाम के रहेछ राम्रो झर्ना छ ठिकै छ होइन हाम्रो प्राकृतिक सम्पदा रूपसे फल भन्ने रहेछ गाइस यो झर्नालाई रूपसे फल यहाँनिर चाहिँ हल्का सल्का सानोतिनो पसल छ हामी चाहिँ अझ अलिकति नजिकै जाउँ अनि भ्यू हेरौँ पानी छुन जाऊँ फेरि पनि त्यस्तो गर्मीबाट आएको यता चाहिँ यस्तो घाम लाग्यो नि त्यति गर्मी लाग्यो होइन यहाँनिर अब एउटा दुइटा फोटो खिच्नुपर्छ गाइस बब्बाल खालको यहाँनिर यहाँ बसेर फाटो ब्याकग्राउन्ड देखिने गरी साथीहरू पुरा गएर उतिर है को त्यो उदिने म चाहिँ छुट्यो अलिक पछाडि म त्यहाँ खोलामा खुट्टा राखेको त्यहीँ छुटेछु यार के छ आङदामले सर ठिक छ गाइस अनि यहाँनिरबाट सर झरिरहेको छ झर्ना त्यहीँ जाउँ कि क्या त्यहाँ त भिजाउँछ केटाहरूलाई यार त्यहाँ त भिज्छ होला गाइस इन्जोइङ द रियल मोमेन्ट गाडीको भिजाउँछ क्या केटा हो चिप्लो छैन चिप्लो गाइस निकै नै राम्रो रञ्जित
भइरहेको छ लगभग सबै भिज्न लागिसकेको छ है साथीहरू पुरा गइरहेको छ पनि अब फोटो खिच्नको लागि यहाँ सबजना आइसक्यो यहाँ चिप्ले हो नि यो झर्ना हेरेर पनि सक्यो 15-20 मिनटभन्दा बढी यहीँ बितायो होला कसैले पानी खेल्ने कसैले फोटो खिच्ने कसैले भिडियो खिच्ने फोटो भिडियोले टाइम जान्छ यहाँ मोमेन्ट क्याप्चर गर्दा गर्दै अब हाम्रो बस्ती त खडा छ हाम्रो केटी साथीहरूले सब यो के भन्छ चटपटको डिमान्ड वात्तै बढाइदियो यार है कतिको चटपट बनाउनु लाग्छौ 200 वाह यार हेलो गाइस हामी चाहिँ यहाँनिर केटाहरू पुरा पछाडि फर्केर भिडियो गरिरहेको छ यस्तो मोबाइलमा बसिरहेको यसलाई त मोबाइलले लाग्यो गाइस यहाँबाट देख्न सक्नुहुन्छ यस्तो धुलो बाटो छ यस्तो धुलो बाटो के साह्रो पारेको हौ पाम उफार्यो नि घाम मोबाइल खस्यो भने खतरनाक बाटो छ गाइस देख्न सक्नुहुन्छ यत्रो राम्रो भ्यू आइरहेको छ म त मसित निदाइरहेको छु माको छोरा सुनको काम भनेकै सुत्ने हो राति सुन्दै दिन्न राति नसुतेपछि अहिले यस्तो रुख चाहिँ पहिला बचपनमा किताबहरूमा देखिन्थ्यो अहिले देख्न पायो निकै राम्रो लाग्यो यस्तो राम्रो देख्न सकिन्छ धुपी होला यो धुपी भन्ने होला कस्तो राम्रो लाग्छ क्या मलाई यस्तो बोटहरू राम्रो छ माथितिर हिउँ पऱ्यो होला रहेछ आइपुग्यो गाइज हामी चिसो ठाउँमा यस सुत्दा म त कतिवटा आइपुग्यो थाहै भएन अब त गाइज अब अलिक बाक्लो लाउनुपर्छ होला एकछिनमा बेलुका त अलिक बाक्लै लाउनुपर्छ मार्फा भन्ने ठाउँमा गएर बस्छौँ यहाँको त जङ्गल पनि कस्तो घुमौँ जस्तो जङ्गल के भन्नाले नयाँ लाग्यो हाम्रोतिरको जङ्गल नै राम्रै लाग्छ है फेरि ल हेर्नुहोस् गाइस हामी अलिकति कुन हिमाल होला यो है थाहै छैन हिमालको नाम अहिले नेट रहेछ भने म्यापमा हेर्नुपर्छ दामी ठाउँ आइपुग्यो गाइस कस्तो सिनरी कस्तो लागिरहेको ओ भाइ त्यही नजिकै छ र गाइस हामी चाहिँ यो होटलमा लन्च खानको लागि रोकिएको छ यहाँनिर हामी अब हातसाथ धुनलाई रेडी छौँ के भाइ बढी बोल्यो ट्राई गर्दा नि भिडियो बनाएन मैले मुद्दा नि भिडियो बनाएन सरी यो हाल्दिनँ गाइस यो हाल्ने हो यो खानाको लाइनमा छौँ गाइस के दिएको छैन सर लेटेको कुकुर कस्तो सानो आयो कुकुर गाइस थकाली खाना खाँदैछौँ गाइस यस्तो चिसो हावा चलिरहेको छ बा चिसोले त अब मार्छ गाइस चिसो त कडा छ यहाँ रिल्स बनाउनलाई डान्स स्टेप रिल्सको स्टेप सिक्दैछन् चिसो होला यार अब त सकिन्न ज्याकेट झिक्नुपर्छ ल बना गाइस हामी चाहिँ यहाँनिर खानासाना खाएर अब नेक्स्ट डेस्टिनेसन मार्फातिर लाग्दैछौँ लाग्यो भर्खर है अनि पर्सि फर्केर आउँदै होटलमा बस्ने भन्ने कुरा छ अब चाहिँ चिसो बढ्यो चिसो हावा लाग्न थालेछ सायद अब ज्याकेट झिक्न पर्ने अवस्था आउन सक्छ आज गाइस हामी यस्तो दामी ठाउँमा आइपुग्यो बजार देख्न सक्नुहुन्छ कति राम्रो ठाउँ छ भनेर भन्न पर्यो मोबाइलै छ अब यो ठाउँको नामै थाहा छैन खै केही पनि ल्याएको छैन मलाई नि यहाँनिर अब गीत बजिरहेको छ ब्याकग्राउन्डमा मलाई कपिराइट लागेला जस्तो छ मलाई जति पनि हिजोको भ्लगमा नि कपिराइट लाग्यो के गर्नु गाइस यस्तै छ केटाहरू सब भिडियो गर्नमै छ
गाइज हावा त डेन्जरै लाग्ने रहेछ यार नन हावा लागेको छ होइन ओभर उडाउँछ यार यहाँ यो हो यहाँबाट सिनरी नि राम्रै देखिरहेछ यहाँ यस्तो खतरा टाढाको भ्यू अब यहाँबाट अब आधा घन्टा हिँडेर कता जाने भनिरहेछ अनि जाडो होला छ घाम गयो भने चाहिँ जाडो हुन्छ मलाई चाहिँ हिँड्न मन लागिरहेको भित्र राखेको छ कसरी लाग्ने जाने हो सर्क लाग्दैछ यस्तो हावाले पनि एकछिन त अहिले त आनन्द दिइरहेछ एकछिन अलिक जति उता गयो त्यति नै गाह्रो हुन्छ जस्तो उडाउला खाइरहेछ ल मेरो पहिलो पाइला यता सर्यो पहिलो पाइला मैले जाने कलेज केटाहरू गइसकेछ कहाँ पहिलो चहिला भन्ने यार मुला धर्मेन्द्रहरू गइसकेछ नि यता चाहिँ कस्तो मुभीको सिनहरू जस्तो हुन्छ नि यस्तो सिनहरू खिच्नको लागि चाहिँ सही ठाउँ छ बुझ्छ नहल्ला आउँछस् तल नहल्ला धर्मेन्द्रलाई त उडाउला यार मलाई उडाएको गर न ए उडायो यस्तो स्पिडको हावा छ गाइस होइन मलाई लाग्छ यो 10-15 के अरे 10-15 केजीको मान्छेलाई त ढाल्छ भाइ बहिनी कता बिस्तारै गर्दा अड्किने क्या दामी सिनारी छ ओ माई गड रवि उडायो साथीहरू माले मारे सर जाऊ यहाँ भिडियोमा आउँछ कस्तो पावर हावा आएको है ओ माई गड सिर्जना तिमीलाई त उडाउँछ अहिले ओइ भाइ साथीहरूलाई त पुरा भुइँमै बसाल्थ्यो यार This is the one of the most adventurous feeling. है यस्तो एडभेन्चर भइरहेको रहेछ कसम यस्तो एडभेन्चर फिल भइरहेको छ मजा आयो साथीहरूलाई हावाले पुल कट्नै गाह्रो पारिदियो है हाम्रो छैन चस्मा नभए पनि चलिरहेछ हामी चाहिँ लगातार जाँदैछौँ कुन ठाउँ जाँदैछौँ हामी अझ पनि पक्का थाहा छैन आधा घन्टा हिँड्नुपर्छ भन्ने हामीलाई गाइडेन्स आएको छ हिँड्दैछौँ थरी उकालो हिँड्दैछौँ सास फुटिरहेछ लेक चाहिँ नलागेको छ गाइस लेक इज भेरी डेन्जरस यो खास अक्सिजनको कमीले लाग्छ अरे भन्छ क्या मलाई त्यति थाहा छैन होइन गाउँ न 100 थुङ्गा गाउँ न बस्ती बस्तीबाट उठायो देशको मुहार लाई आऊ त्यहाँभन्दा आउँदैन हजुर कहाँ यति नि हिँड न अझ तन्नै माथि छ थुक्की सुकले त फेरि गाह्रो पार्छ यार त्यो त 50-50% प्रोबेबिलिटी भइहाल्यो We are climbing the hill. Hill was there, I am here. Hill was there, we are here. Hill was there त भन्न मिल्दैन यार
यो चाहिँ के फुल हो थाहा छैन गाइस है, काँडै काँडा छ बबाल। लगभग यो येल्लो येल्लो उकालो चढ्नै गाह्रो छ। एउटा साथीको फेरि यहाँ झोला बोक्नु छैन र मैले बोक्दैको छु। तर्न मैले चाहिँ ब्याग केही पनि ल्याएन। कति राम्रो बाछा बाछी आहा ए लजायो डढायो यार। हेलो हेलो छोडिदियो मालिकले मलाई ओए गोरु भन्यो भने यस एउटा गोरुले अर्को गोरुलाई जिस्या भन्ला। सर कस्तो हुँदैछ हजुरको टुर? रमाइलो भइरहेछ सर? सरसँग बोल्ने भएछ होइन अब त्यस्तो होइन, बोल्न त पहिले पर्ने हो। हावाले धगालेर माथि लगिरहेछ गाइस, हामीलाई त चढ्नलाई दुःखै भइरहेन भनेर भन्न पाए त हुन्थ्यो। हावा त चिसो छ, चिसो हावा छ होइन, चिसो ठन्डा। मैले भित्र केही पनि लाग्छ छैन गाइस। यही एउटा के भन्छ यसलाई, टी सर्ट हो कि के भन्छ थाहा छैन, स्वेटर हो कि के थाहा छैन, सो त्यही लगाएर छु। यो लेक यो तालले चाहिँ यहाँको सुन्दरतामा अझ सुगन्ध थपिदियो। यहाँभित्र जान सायद टिकट लाग्न सक्छ है, टिकट सिस्टम हुनसक्छ। किन भन्दा फ्री भएको भए त यो बााउन्ड्री साउन्ड्री केही राख्दैन थियो नि त। एडभेन्चर कस्तो हुन्छ भन्ने कुरा मैले त्यति धेरै एक्सपिरियन्स गर्न पाएको थिएन। सो यहाँ आएर चाहिँ यो एकदम धेरै पहाडहरू हावाहुरीसँग आएपछि चाहिँ बबाल एक्सपिरियन्स भइरहेको छ। हावा फास्ट भएको छ। तिम्रो त प्लान पनि पछि हनीमुन यतै आउने प्लान थियो होला। हो ठ्याक्कै थाहा पाइदियो हो जे भने नि भन्छ। गाइस दिस इज द ब्युटी अफ, ठ्याक्कै ठाउँको नाम चाहिँ के हो यार, मैले ठाउँको नाम के हो, धुम्बा लेक गाइस। धुम्बा लेक राम्रो छ, निलो हरियो पानी है। साथीहरू बल्ल उताबाट आउँदैछन्, कोही यता छन् कोही यता आइछन्, म यता जाँदैछु। साथीले झोला भिडाइदियो क्या, अब हिँड्नै सकिरहेको थिइनन् अनि बोक्दिएँ मैले। सो पुण्य कमाइ रहेछ मैले भनेर भन्ने के भन्नु, टक्क लाएर यस्तो बबाल ब्याकग्राउन्ड छ क्या होइन। अब यो आइफोनबाट फोटो खिच्नुपर्छ, फोटो खिच्नु बल्लै गरिरहेछ गाइस। हामी उता फोटो खिच्दै थियौँ होइन। सो टक्क लाएर यहाँ बस्दिनु पऱ्यो। अब अगाडि नै बस्ने त होला, पछाडि देखिँदैन, हाइट कम छ। बरु अलि माथि गएर खिच्ने हुन्छ। ब्लग चलिरहेको छ, फोटो खिच्न लाग्छौँ गाइज। दिस इज द क्लोज भ्यू अफ के धुम्बा लेक ट्याक्क लाएर दामी। गाइज एप्पलको रुखलाई चाहिँ फर्स्ट टाइम टच गर्दैछु म यसरी। हाम्रो गाउँमा एप्पलै पाउँदैन नि, हाम्रो त त्यस्तो अप्पर पहाड अप्पर हिल होइन। ओ यो स्याउको दाना हो, वाह गाइज स्याउको दाना देख्न सक्नुहुन्छ हजुरहरूले। स्याउनै हो यो, स्योर स्याउनै हो यो, स्याउ हो कि के अरे साथीहरू। मैले चाहिँ एकछिन है, मैले के भन्दैछु भने यहाँबाट त्यहाँ खोलासम्म ढुङ्गा पुर्याउन सकिन्न भनेको, उसले सक्छु भनिरहेछ। 1000% सक्दैन मैले भन्छु। ल हान ट्राई गर। मलाई लाग्छ यहाँ गुलेलीले हान्यो भने नि त्यहाँ पानी छुँदैन क्या, किन त हामीले देख्दा सानो डिस्टेन्स देखायो तर धेरै टाढो छ क्या गाडी। कहाँ सक्छ यार त्यो त 300-400 किलोमिटर। ए चस्मा फाल्यो।
साथीहरू ल सब यता पुगिसक्यो यहाँ जम्मा भयौँ हामी अघिसम्म यही हावा मजा भइरहेको थियो अब चाहिँ सजा हुन थाल्यो चिसोले टाउको दुला जस्तो भइसक्यो ओ तोरी नलान भने 25 वर्षको बुढो छ मुलाई हल्लाउँछस् गाइस यहाँ चाहिँ हामीले यो के भन्छ यसलाई के भन्छ बुके बुके बनाएका छौँ यो बुके कसलाई दिने हो देउलाउ दोस्त तिमी केटालाई त नदेऊ यार ए यार लाज हो यार यो त लाज हो अब हितेश अब कसलाई दिने हो अब दिने मान्छे त छैन होला तिमी रोएर बेलुका रोइराख्छौ जहिले हामीसँग अब दिए पनि हान्छ त्यसले खोजेर ल देयर दे तिमीलाई डेयर ल यो डेयर भयो ल तिमीलाई ल रञ्जित कताको डेयर रञ्जित डेयर देऊ न यसलाई यसमा बुके छ केटाले हँसाएर मार्ने भयो अहिले चाहिँ हामी होटेलमा आएको छौँ र होटेलमा आएर चाहिँ को कहाँ कुन रुममा बस्ने भन्ने कुरा भइरहेको छ अब हाम्रो रुम फिक्स भएको छैन गाइस है अझै पनि 5 जनाको टोली हामी हो हाम्रो चेक इन गाइस आज त नजिक छ तर आज त रञ्जित बिचमा रञ्जितले आज हामीलाई डिस्टर्ब गर्ने भयो रञ्जित बिचमा आज तिमी घुरेर हैरान पार्छ गाइस यो लास घुर्ने रहेछ क्या गाइस अनि के डेन्जर घुर्छ यार म एक्लै सुत्छु यार अनि मसँग सुत्नु कसरी सुत्छ त डेन्जर घुर्छ नि तिमी सुन्न सक्दैन नि म एक्लै सुत्छु हैन हो बिचमा सुत्दैनस् के यार त अन्जनलाई बेड चाहिँ ठिकै छ है हामी यता सुत्छ मन्जित हामी यता ल टक्का लाएर यहाँ तिमीलाई त हेर त टाउकोमै चार्जर छ यार हामी यतै छ त्यहाँ चार्जर छ हामी यता चार्जर छ चार्जरको पाल हिजोको रुम त बबाले थियो गाइस बाथरुम पनि राम्रै थियो सो यहाँ चाहिँ कस्तो छ भन्ने कुरा हेरौँ अनि ठिकै छ सफै छ भनौँ सफा चाहियो गाइस अरू त के होइन सफा हुनु पर्यो क्लिन निट एन्ड क्लिन चाहियो गाइस अब हामी यहाँ अहिले 4 बजिरहेको छ अहिले फेरि कता जाने हो थाहा छैन कन्फर्म थाहा छैन मलाई प्लान के छ थाहा छैन तर जाने चाहिँ जाने बाहिर चाहिँ एकछिन 10-15 मिनट फ्रेस भएर बाहिर निस्किसक्यो अब कता जाने हो त्यस अब यस्तै यो राउन्ड हामी जेरी गल्ली जाने रे गाइस सो हामी अब जान्छौँ सबैजना रेडी हुँदैछौँ है ब्लग हो सर डेली ब्लग हो सर हजुर डेली हो सर ननिसो भन्नु पर्यो नि सर मेमोरिज यस्तो चिसो गाइस होइन मैले अघिसम्म त भित्र केही पनि नलाए पनि ठिकै भइरहेको थियो अहिले त यस्तो चिसो छ भने मार्फा भिलेज वेलकम टु भनेको छ अब हामी वेलकम टु नै हुन जाँदैछौँ सर लाएर अब यसो घुमघाम गाइस यहाँनिर देख्न सकिन्छ कस्तो एकदम प्योर मुस्ताङको भाइब्स आउने ठाउँ देख्न सकिन्छ एकदम रमाइलो भएर चाहिँ सबैजना एकैचोटि घुम्नको लागि यहाँनिर अझ दामी ठाउँमा आइपुग्यो फोटोसोटो खिच्न रमाइलो हुन्छ होला हजुर देखाउनु ल त्यति हो होइन हामी चाहिँ अहिले हैन जेरी गल्लीमा पर्चेस गरिसकेका छौं हरका ओ यार ब्लगरले कसरी बोल्दियो यार प्रपर ब्लगर जस्तै छ यार अहिले हाँसेर भन्नु पर्यो त्यसै रिजर्भ हुन्छ कसले गर्छ यो ठाउँलाई चाहिँ गाइज जेरी गल्ली भनिन्छ हैन यहाँनिर चाहिँ आन्तरिक तथा बाह्य टुरिस्टहरूको आगमन देख्न सकिन्छ धेरै नै आन्तरिक त धेरै नै भइहाल्छ हामी पनि टुरिस्ट नै हो केही समयको लागि हामीले यहाँ चाहिँ ड्रेसहरू भाडामा लिएर स्पेसिफिक
चार्ज तिरेर चाहिँ लाउन सक्छौँ अनि फोटो खिच्न सक्छौँ। सायद घन्टा 2 घन्टाको हिसाबले हुन्छ होला। त्यो दामी नै छ है, मान्छेहरू सब दिन सकिन्छ। यो चाहिँ डम्मी एक केटाहरू सब रमाइलो छ, रमाइलो गरेर हिँडिरहेछन्। लगाइसक्यो, कति चिज लगाइसक्यो, हामीले लाउनै पाएन होइन। केटी साथीहरूलाई पहिला पालो दिएको, साथीहरू पुरा लगाइरहेछन् होइन। अब यहाँनिर यस्तो राम्रो राम्रो अर्नामेन्ट्सहरू पनि छ। यता हातले बुनेको यो मोजा पन्जाहरू, अनि यहाँनिर मार्फा पनि छ। मार्फा होइन दाइ, यो मार्फा हो। यो चाहिँ त ब्रान्डिङै गरे, ब्रान्डिङ गरे हो यो चाहिँ। यो ब्रान्डी हो होइन। वाइन छ, यो ओन्ली मेड इन मार्फा हो। यो मेरो यहाँ मात्र भन्ने हो, यो यहाँ मात्र भन्ने हो। अरू चाहिँ इम्पोर्ट हुने जस्तो काठमाडौँ इम्पोर्ट हुन्छ, पाउँछ तिमीहरूले। यो चाहिँ यो भनेको नर्मल हो कि सबै हो। यो चाहिँ जुस हो फेरि। ए के को जुस हो त्यो? एप्पलको जुस हो, प्योर जुस हो। एप्पल नेचुरल एप्पल जुस। यो चाहिँ जुस हो। यो चाहिँ सही होला। यो चाहिँ के मसलाहरू के हो? के को टिमुर होला। टिमुर चाहिँ डल्लो चाहिँ छ होइन। ए डल्लो यो चाहिँ टिमुरै भयो, यो चाहिँ छोप भयो कि। यो चाहिँ टिमुर मात्र हो। सही हो। बास्ना खतरा हुन्छ नि होइन? दामी हुन्छ। हाम्रो साथी सिया र ममताले चाहिँ लाउँदैछिन् लास्ट वुमन। जबरजस्ती हामीलाई त्यसले हरियो चुज गरेछ, हरियो लाउँदैछ। मान्छे गाल होइन, व्हाइट रोज्नुपर्छ भन्नु पर्दाखेरि। ओ हेलमेट, त्यसले हेलमेट ला। मर्जित कस्तो भइरहेछ? यसलाई त हङल्याङ छ यार। यसलाई त हो, यसको त पुरै टाउकै छिर्ने रहेछ। कहाँ यो त चस्मा लाउने होइन नि यसमा त हो भने। चस्मा लगाएपछि त सकिएको नि। यसो यार त्यो ह्याट कता गयो यार? यो ह्याट त मेरो हो नि यार। यो ह्याट गाइस म यो ह्याट लाउँदैछु, कस्तो देखिया छ हेर्नु होला गाइस। ल म पनि निस्किन्छु होइन। ना सबै कोही पनि। रञ्जित ओ नलाउने हो तिमी? लाउन मलाई जाऊ। ए हो गाइस, अब लाग्यो। अब यसो फोटो खिच्नु पर्यो। साथीहरूले धेरै लगाइरहेछन्। यता त पुरा एउटा ग्याङै छन् हाम्रो साथीहरूको पुरा होइन। बाबा ओए कडा 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 एक्सन एक्सन। तर हितेले कडा टोपी ला हो यार। मनी मास्तिर जान्छु होइन। गाइस हामी चाहिँ यहाँनिर फोटो खिच्न लाग्छौँ। हितेशलाई उता पठाइदियो, हामी आयौँ। यहाँ त सबै आउँदै आउँदैन। गाइस यहाँ चाहिँ लाइट बालेपछि बबाल भएको छ भने यस्तो फोटो नि यति धेरै खिच्यो। फोटो नै गर्ने हो नि हामी सबैले खिचेको फोटोमा लाख फोटो पुगिसक्यो होला। त्यो ड्रेस लाएर गाइस देख्न सक्नुहुन्छ हिमालको भ्यू अनि प्लस यहाँ हाम्रो जुन पनि चम्किराखेको छ। बबाल यार यस्तो खतरा भ्यू क्या। ल यो हिउँ भने हिमाल भनेपछि गीत गाउन साथीहरू यार सोसाइटीमा हिँड्दा दोरी गएर आएको जस्तो भयो।
बाई बाई पुरा रोडमा गाउँदै रोड नाच्दै यार यो पारा त अलि नयाँ तले सुरु गरे गली गली के आशिकों में मेरा होना चाहे सिट्टी बजाए नखरे दिखाए ओ ममता त बल्ल बल्ल पो लड्ला अगाडि हेर निसु किन शान्त हो तिमी चाहिँ यार तिमी चाहिँ हाम्रो साथी हैनौ रमाइलो गर न यार गीत गाऊ निसु गाउ न निसु हो यार खासमा भन्यो भने त त्यतै छ यता कोही कोहीको त अनुहारै देख्यो भयो यार कुरा नगरौ डिनर टाइम सबैजना पलेटी मारेर यता त झन् प्योर पलेटी मारेर के अरे खाना खाने हो अब होइन हामी चाहिँ यहाँनिर पलेटी मारेछौँ खाना अब ल्याइदिने कि हामीले मासु भनेपछि फेरि यसको पुरै दाँत होइन दाँतबाट के हुन्छ पानी जान्छ भोलि प्लान चाहिँ अब मुक्तिनाथ दर्शन गर्ने हो होइन सो अनि मुक्तिनाथ दर्शन गर्ने भएपछि यहाँबाट आफू निस्किन्छ अनि त्यसको लागि ब्रेकफास्ट खाएर निस्किने कि खाएर भन्ने हिसाबले चाहिँ यहाँ डिस्कस भइरहेको छ अब खाएर त पूजा गरिँदैन नि त सो अनि के गर्ने भनेर छलफल चलिरहेको छ हजुर गाइज हाम्रो डिनर सुरु भइसक्यो यहाँ चिकन डिनर घिउ आयो गाइज के छ तिमी घाँस खान्छौ घाँस नखाने भए त हालिहाल जुठो नहाल्दै घाँस घाँस भन्छ के खानु यहाँ हालिहाल मासु नखाने भए त हाल मासु त अब यो हालेको भाग आदि चाहिँ यता हाल्नुपर्छ जस्तो दुईटाको भाग त एउटा त एक्सचेन्ज चाहियो भयो त्यो त तिम्रो बाध्यता हो खाना चाहिँ बबालै छ घिउ हालेको बबाल होइन बबाल टेस्ट आएर चिकन ठिकै छ मैले चाहे ठिक हो यार ठिक हो त साथीहरू सब खाइरहेछन् होइन यतादेखि यतासम्म यता नि हुनुहुन्छ